सम्पूर्णमा नमस्कार। मैले यो ब्याकग्राउन्डमा देखाइरहेको खोला छ, यो चाहिँ इन्द्रावती नदी हो। विगत 10-12 वर्ष अगाडि यो खोला यस्तो थिएन। यो खोलामा बग्ने पानी एकदमै निर्मल कञ्चन सफा पानी बग्दथ्यो भने अहिले चाहिँ क्रसरहरूको लापरवाही र स्थानीय तहको चासो र चिन्ता नभएको कारणले गर्दाखेरि यो खोलामा चाहिँ अहिले असार साउनको जस्तो धमिलो पानी बगिरहेको छ। यो पानीले गर्दाखेरि चाहिँ यो पानीभित्र बस्ने जलचरहरू चाहिँ लोप हुँदै गइरहेका छन् भने यो पानी यो खोला को किनारमा बस्ने समुदायहरूले चाहिँ यो पानी चाहिँ नुहाउन पिउनको लागि प्रयोग गर्नुहुन्थ्यो, तर अहिले चाहिँ यो चाहिँ न नुहाउनको लागि उपयुक्त छ न पिउनको लागि उपयुक्त छ। खोला एकदमै धमिलो छ। त्यसकारणले गर्दा बेलैमा व्यवसायीहरूलाई स्थानीय तहले नियमन गरी मापदण्ड अनुसार सञ्चालन गर्नको लागि अनुरोध गर्नुपर्दछ जस्तो मलाई लाग्छ। यदि नमानेमा त्यस्ता उद्योगहरूलाई बन्द गर्नुपर्छ, किनभने राज्यलाई कर तिरेको छ भन्दैमा जनजीवनलाई नै प्रभाव गर्ने गरी अथवा प्रकृति स्रोतलाई चाहिँ को स्वरूपै परिवर्तन हुने गरी, प्रकृतिलाई चाहिँ नाश हुने गरी, प्रकृतिलाई चाहिँ विनाश हुने खालको क्रियाकलाप गर्नु हुँदैन। त्यसकारणले गर्दा सम्बन्धित निकायको ध्यान चाँडोभन्दा चाँडो जानुपर्छ। यो खोलामा सफा स्वच्छ पानी बग्नुपर्छ भन्ने मेरो मान्यता हो। धन्यवाद।